नमस्ते बर्दिया सबैजनालाई नमस्ते गुड इभिनिङ। करिब अब बेलुकाको समय भइसकेको छ। म अहिले ठ्याक्कै मेरो निजी निवास घरमा छु। आज यसो घरतिर पनि बसौँ न त रमाइलो गरौँ भनेर आएको। घरमा चाहिँ रमाइलै छ, जे होस् घर भएपछि ठिकै हुँदो रहेछ है, हो कि नै। यो चाहिँ मेरो पछाडिपट्टि मेरो घर हो अनि आज हामी खाना बनाउँदैछौँ। हेलो हेलो, कस्तो सानो हेलो, अलि ठुलो हेलो बनाऊ न। हेलो हेलो हेलो। अनि यता खाना बनाऊ भनेर आज यसो आगोमा नै बनाउँदैछौँ हामी। यो सल्यानबाट ल्याएको दाउरा अहिलेसम्म सकिएको छैन। अनि यो दाउरा यतापट्टि छ। यो चाहिँ हामी सल्यानबाटै लिएर आएको दाउरा हो, घरबाट। अनि हामी चाहिँ यता आज बर्दियामा छौँ। घरमा वाइफाई हालिदिएको अनि घरा मान्छे त आज मक्कै छन् जनौ। घरा वाइफाई हालिदिया हो। वाइफाई हालिसकेपछि त घरमा आज एकदम खुसीको सीमै छैन। करिब 1 वर्षपछि चाहिँ वाइफाई बल्ल चाहिँ हालियो। त्यही भएर घरा मान्छे चाहिँ एकदम खुसी छन्। अनि पानी एकदम नआएर यतातिर त एकदम खडेरी लागिसक्यो। तपाईहरुकोतिर के छ, बर्खा लाग्यो लागेन? हाम्रोतिर चाहिँ अझै बर्खा लागेको छैन साथीहरु। सबैले कमेन्टमा बर्खा लाग्यो कि नै लेख्नु होला।